एक्चुअलमा एचआर वाट आई थिङ्क एचआर लुक्स फर 4M भन्छु क्या म चाहिँ द्याट 4M स्ट्यान्ड्स फर मेन मनी मटेरियल एन्ड मसिनरिज यो चारवटा एम हुन्छ नि लाइक जसले मोबिलाइज गर्छ युटिलाइज गर्छ छ नि द्याट इज एचआर मेरो लागि चाहिँ सबैले यो कुरा बुझिदियो भने इट विल बी भेरी इफिसियन्ट एन्ड भेरी प्रोडक्टिभ फर अल So hello sir, namaste. Myself Ayush Thapa from Rigo HR. So sir, हजुर आफ्नो बारेमा एउटा सर्ट इन्ट्रोडक्सन दिन सक्नुहुन्छ? Okay, so I am Sudhir Kumar Bogati. So I am currently looking as a head HR and operations at United Distributors Nepal. It's one of the biggest distributors company in FMCG. Okay. सर अब हजुरलाई चाहिँ के लाग्छ होइन अहिलेको टाइममा एचआर भनेको चाहिँ अफन मिसअन्डरस्टुड नट जस्ट बाई पिपल इन जेनरल बट अल्सो बाई एम्प्लोइज कि सो हजुरको विचारमा एज एन एचआर प्रोफेसनल इम्प्लोइजहरूले चाहिँ के कुरा चाहिँ मिसअन्डरस्ट्यान्ड गरिरहेछ जस्तो लाग्छ एचआरको बारेमा? सो के यस अहिलेको हुन्छ नि यदि हेर्ने हो भने हाम्रो अझै पनि सोचाइ पुरानै छ एचआर भनेको चाहिँ पहिला के अन्त हुन्थ्यो भने खालि एचआर भनेको मान्छे राख्ने निकाल्ने हायरिङ फायरिङ नेपालमा फायरिङ नभए पनि हायरिङ एन्ड टर्मिनेसन स्यालेरी दिने त्यति मात्रै हुन्थ्यो